यो चाहिँ मेरो सानो गार्डन हो। हाम्रो गार्डन चाहिँ त्यति ठुलो छैन, पछाडिपट्टि सानो ठिक्कको छ हाम्रो परिवारको लागि। यो चाहिँ मैले तुलसी रोपेको हो। गर्मीमा चाहिँ हुन्छ, जाडोमा चाहिँ त्यति हुँदैन। अनि यो ह्याङ्गिङ बास्केट यो चाहिँ मेरो बुढाले बनाउनु भएको। मजाले फुलहरू फुलिरहेछ, कस्तो राम्रो देखेको छ। समरमा त गार्डनमा बसौँ लाग्ने गरी हुन्छ। अनि हाम्रो सानो माछा पोखरी पनि छ। यहाँ चाहिँ माछा पनि छ हाम्रो। धेरै माछा त छैन, सबै चराले खाइदियो, अलिअलि बाँकी छ। अनि यो कमलको फुल पनि कस्तो राम्रो फुल्छ। माछा खेलिरहेछ। यो जाली राखेन भने चाहिँ चराले यो माछा सबै खाइदिन्छ आएर। त्यो सिगल भन्ने ठुलो सेतो खालको चरा हुन्छ, त्यसले त माछा सबै खान्छ। अनि यो माछा हेर्नु एकदम राम्रो, कस्तो मजा आउँछ माछा खेलेको हेर्नुलाई बाहिर बसेर। मलाई चाहिँ यो रातो फुल, यो पहेँलो कस्तो राम्रो फुल्छ। अनि यो डेलिया फुल चाहिँ यो पनि राम्रो छ, तर यो चाहिँ लामो लामो रहेछ, अलिक पातलो पातलो फुल्ने खालको रहेछ। यो चाहिँ एकदम ठुलो, कुनै सानो कुनै मिडियम। यो चाहिँ बोट ठुलो, फुल चाहिँ भने कम्ती फुल्ने रहेछ। यस कुनै चाहिँ पिङ्क छ, कुनै पर्पल छ। यो फुल चाहिँ मलाई मनपर्छ, यसको नाम चाहिँ थाहा भएन। बाक्लो रोप्यो भने चाहिँ एकदम राम्रो देखिने रहेछ। पातलो चाहिँ ठिकै ठिकै देखिरहेछ। अनि हाम्रो चाहिँ उतै साइडमा चुच्चे कराल पनि फलेको छ। सागहरू पनि छ, अहिले खाएर अलिअलि बाँकी छ। यो चाहिँ हाम्रो सानो गार्डन हो। समरमा चाहिँ एकदम राम्रो हुन्छ, जाडोमा चाहिँ फेरि केही हुँदैन।